हेलो एभ्रिवान, नमस्कार। आज असारको पनि 16 गते भइसक्यो। खेती किसानी गर्नेहरूको लागि त मानो रोपेर मुरी फलाउने महिना। कतिको धान रोप्न धमाधम होला, कतिको बाँकी नै होला। सुक्खा लागेको छ, पानी परेको छैन। असारमा पानी चाहिएको बेलामा पानी पर्दैन अनि अरू बेला चाहिँ बाढी गइरहेको हुन्छ। जति नै बिजी भए पनि, जति नै गलेको भए पनि एकछिन टाइम निकालेर मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला, किनभने आजको भिडियो एकदमै इम्पोर्टेन्ट रहेको छ। हजुरहरूले जान्नै पर्ने, अझ नानीको आमाहरूले वा जो आमा बन्दै हुनुहुन्छ उहाँहरूले एकदम ध्यान दिएर सुन्नु होला। हाम्रो चाहिँ अस्ति हेल्पोसमा एउटा कार्यक्रम थियो। यस क्षेत्रका बालबालिकाहरू कुपोषण मुक्त हुन् भनेर झापा गाउँपालिकाले एउटा प्रोग्राम ल्याएको थियो, जसमा 23 महिनासम्मका बालबालिकाहरूलाई धेरै पटक पोषण लेखाजोखा गराउन ल्याउने आमाहरूलाई प्रोत्साहन स्वरूप पोषण प्याकेज वितरण कार्यक्रम थियो। तपाईहरूले आफ्नो बच्चालाई जन्मेदेखिको नियमित रूपमा 2 वर्षसम्म महिनै पछि हेल्पोसमा चेकअप गराउन लग्नुपर्ने हुन्छ। आफ्नो बच्चाको वेट गेन भएको छ कि छैन, हाइट बढेको छ कि छैन, पोषणयुक्त खानेकुरा पुगेको छ कि छैन, आफ्नो बेबी हेल्दी छ कि छैन आदि इत्यादि कुराको चेकअप हुन्छ। यसले हाम्रो नानी बाबुहरूलाई कुपोषणबाट बचाउन सकिन्छ। र 2 वर्षमा तपाईहरूले 23 चोटि चेकअप गराउनु भएको छ भने गाउँपालिकाले बालबालिकाहरूलाई पोषण प्याकेजको पनि व्यवस्था गरेको छ। हेर्नुस् त कति धेरै फाइदा। आफ्नो बच्चा पनि हेल्दी हुने भयो, पोषण प्याकेज पनि पाइने भयो। यो मौका जान नदिनु होला। बालबालिकालाई महिनै पछि चेकअप गराउन लग्नु होला। धन्यवाद। ओके, बाई बाई।